हेलो फ्रेन्ड्स, गुड मर्निङ, नमस्कार। आज श्राद्धको दिन हो। हामी चाहिँ जानु आँटेको मूल घरतिर, जहाँनिर श्राद्ध हुँदैछ त्यहाँनिर है। घरको सबै कामहरू सके, नानीहरू पनि स्कुल पठाए अनि हामी निस्केको। हेर्नु साथीहरू, हामी बजारतर्फ जाँदैछौँ किनभने श्राद्ध भएको जग्गामा मान्छेहरू पनि आउँछन्, अरू पण्डितहरू पनि, त्यही कारण केही मिठाईहरू मिस्टीहरू लिएर जाउँ भनेर बजारतिर लागेको है। यो चाहिँ हामी रेल गेट हो, फ्रुट्सहरू, अनि हामी मिठाई दोकान आइपुग्यौँ। आज चाहिँ यहीँबाट लिने भनेर आएको। थुप्रो छ भिरपाडामा मिठाई दोकानहरू, छानी छानी जहीँबाट लिँदा नि हुन्छ। यहाँ चाहिँ खिजुर मिस्टी छ भनेको सुनेर आएको थिएँ। अब यति बेला पनि खिजुर मिस्टी हुनु त अब गुड अरिजिनल हो कि डुप्लिकेट त्यो त थाहा छैन, तर मिठो चाहिँ हुन्छ। त्यही कारण हामीले यहीँबाट खिजुर मिस्टी लिएर अनि हामी मूल घर पनि पुग्यौँ। यो चाहिँ मेरो जेठाजुको घर हो, यहाँ हुन्छ श्राद्ध। हामी चाहिँ यहाँ आइपुग्यौँ है। अब किचनमा हेरौँ, यही भाउजू भान्जो पनि आएछन् जयगाउँबाट। मेरो नन्द पनि जयगाउँबाट आइपुग्नु भएछ, हिजै आएर आज यो बिहान उठेर पुरी पकाउनु हुँदैछ। सब्जीहरू सबै यहाँ रेडी छ अलिअलि। अब म पनि काम सुरु गर्छु। भित्र हाम्रो भाइ पनि आउनु भएको रहेछ, वेदान्त भाइ। अनि मेरो ड्युटी चाहिँ किचनमै हुन्छ सधैँ, जहिले जहीँ गए पनि किचनको कामहरू मलाई मनपर्छ पनि, कुकिङहरू गर्नु मनपर्छ पनि। अनि मेरो हस्बेन्डलाई मैले खाना पनि मनपर्छ। यहाँ सबैजना रेडी हुनुहुन्छ, पण्डितजी पनि आइपुग्नु भएको छ। हाम्रो चाहिँ ग्वालीमा हुन्छ श्राद्ध, ग्वालीमा पण्डितजीले ठिक पार्नु हुँदैछ। म किचनमा सबै रेडी गरिसकेको छु। मटर आलुको अचार, काँक्रा आलुको अचार, तिल हालेर है। श्राद्धको त थाहा नै छ, यहाँ पनिर फ्राई हुँदैछ। यी भाउजू गाईको धन्दाहरू खोलेहरूको रेडी गर्नु हुँदैछ। मेरो हस्बेन्ड बस्नु भएको छ। अरूलाई चाहिँ भिडियोमा आउनु मन पराउनु हुँदैन, मेरो जेठाजु देवरहरू चाहिँ। अनि यहाँ गाउँ सबैले गाउँ बार्नु हुँदैछ पण्डितजीले चाहिँ। पण्डितजी चाहिँ हाम्रो भाइ हो, सुमन भाइ। अनि यहाँ मेरो हस्बेन्डहरू रेडी गर्नु हुँदैछ श्राद्धको लागि ग्वालीमा। म चाहिँ किचनमा रेडी गर्दैछु, खानापिनाहरू बनाउँदैछु। यहाँ चाहिँ वरिपरि हरियाली छ, गुवाको रुखहरू छ है। बस्ती हो, बस्ती यस्तै हुन्छ। म यो किचनमा मटर आलुको सब्जी पकाउन आँटेको। थुप्रो चिज हुन्छ, मटर आलुको सब्जी, बोडी आलु, अचारहरू 2-3 किसिमको हुन्छ। सबै सिम्पल खाना हुन्छ, आजको दिन केही हाल्नु मिल्दैन है। अनि म यहाँनिर पिण्ड पनि पकाउँदैछु। सबै खाना पाकिसकेर पिण्ड पकाएको। यसरी पिण्ड पकाउनुपर्छ, नडराइकन भाँडामा नलागोस् भनेर चलाएर पकाउनुपर्छ। डढेको दिनु हुँदैन अरे पिण्ड, त्यही कारण चलाक गरेर पकाउँदैछु। अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। प्लिज हेरिसक्नु भएपछि सब्स्क्राइब गरिदिनु होला।